आइपुग्यो फेरि। अस्ति एउटा कथा सुनाएको थिएँ। त्यो कथा संक्षेपमा भन्नुपर्दा यस्तो हुनुपर्छ। एउटा व्यक्ति अँध्यारो रातमा कोठामा बसिरहेको छ र कोठामा केही आवाज सुनिरहेको छ। त्यो आवाज सुनेको खण्डमा त्यो आवाज उसले पहिले उसको स्मृतिमा के रहेका थिए, जस्तै भूत इत्यादिका कल्पनात्मक कथाहरू, त्यो कथाहरू झझल्की आएर डरको रूपमा परिवर्तित भई उसलाई त्यो आवाज पनि त्यही काल्पनिक भूतको जुन परिकल्पना थियो पहिले नै गढिएर आएको उसको स्मृतिमा, त्यो नै आएर त्यतिखेर उसले त्यो आवाजलाई त्यहीको अनुमान लगाएर भनेका थिए र भनेको पश्चात ऊ यति साह्रो आत्मविश्वासमा अडिग थिए कि उसले अरूलाई पनि त्यस्तै ढङ्गको बताए जसले उसले अनुभव गरेका थिए त्यतिखेर, जुन अनुभव भ्रमात्मक थियो। अनि त्यो भइसके पश्चात हामीले बुझ्यौँ कि त्यो मात्र त्यो ध्वनि रहेछ, ध्वनि थिएछ जुन एउटा केही वस्तुको अर्को वस्तुसँग घर्षण हुँदा उत्पन्न भएको। त्यसैलाई ती एकजना व्यक्तिले आफ्नो स्मृतिको माध्यमद्वारा उसले अनुमान लगाएर डरलाई समर्थन गरेर डराइरहेको र डर सम्प्रेषित गरिरहेको अरूलाई। त्यसै गरी आज एउटा त्यही प्रयोगमा आधारित भिडियो मैले अस्ति हेरेको थिएँ। त्यो पनि एकदमै हेर्न योग्यको रहेछ भन्ने बुझेँ र हजुरहरूको समक्ष त्यो भिडियोको संक्षेपमा के थियो मूल कुरा भन्दा त्यो बताउन चाहन्छु। र त्यो बताउँदाखेरि त्यो भिडियो पनि हेर्नु होला पुरापुरी, किनकि मैले संक्षेपमा भनिरहेको हुन्छु र त्यो संक्षेपमा भन्दाखेरि के कति बुझ्ला तपाईँहरूले अनि के कति नबुझ्ला, त्यसै कारण त्यो भिडियो पुरापुरी हेरेर चाहिँ बुझ्न सक्नुहुन्छ है। र त्यो भिडियोको म लिङ्क अहिले साझा पनि गरौँला, हेर्नु होला पोस्टमा। त्यसमा यस्तो थियो कि एउटा व्यक्तिले एउटा गुडिया किन्छ। त्यो गुडिया किनेर घरमा ल्याउँछ। त्यो घरमा ल्याएको हुँदा उसले त्यो गुडियासँग सम्बन्धित केही परिकल्पनात्मक धारणाहरू जुन भूतसँग सम्बन्धित हुन्छ, त्योसँग सम्बन्धित भएको एउटा भिडियो नै बनाउन सुरु गर्छ र बनाउन थाल्छ र यस्तो खालके सृजना गर्छ वातावरण कि उसको भित्रबाट पनि चिरिङ्ग भएर आओस्, उसलाई स्वयंलाई लागोस् कि आफूले भन्दै गरेको जुन कुरा छ त्यो यथार्थ हो, वास्तविकता हो। र त्यो भिडियो बनाएर उसले त्यहाँ यस्तो वातावरण पनि सृजना गर्छ जसमा ऊ आफै पनि आफूले भनेको जुन झुटो कुरा थियो त्यसमा पत्याएर डराउन थाल्छ। यसो हुँदा हामी के बुझ्न सक्छौँ भने जुन हामीले बाहिर वस्तुलाई जसरी परिभाषित गर्छौँ र परिभाषित गरेकोमा यदि झुटै हो भने पनि यदि हामीले समर्थन गर्यो भने त्यो झुट पनि हाम्रो लागि झुट रहँदैन, यथार्थ हुन जान्छ। भन्नुको तात्पर्य यो होइन कि झुट पुरा सञ्चालित गर्नुहोस् भनेर, भन्नुको तात्पर्य यो हो कि हामीले जुन अहिलेसम्म मानिरहेको कुरा छ कि त्यो झुटकै सम्प्रेषित
कुराहरू त होइन, झुटलाई नै पुरापुरी हामीले समर्थन दिएर त्यसलाई यथार्थको रूपमा त हेरिरहेका छैनौँ। यो प्रश्न हो। यो प्रश्न सोध्नका लागि, यो प्रश्न उठ्नका लागि भनिएको कुरा हो त्यो। हामीले मैले अस्ति पनि भने, हामीले सानै छँदादेखिको एउटा कथा अगाडि बढाइरहेका छौँ, जसमा हामी भन्छौँ कि पहिलेको समयमा यस्तो थियो हरे, पहिलेको समयमा यस्तो हुँदो रहेछ हरे, रहेछ। त्यहीलाई अगाडि बढाएर हामीले समर्थन पनि गरिरहेका छौँ कि यो कथा वास्तविक हो भनेर, तथ्य यसमा छ भनेर। तर हामीले कहिले यसरी प्रश्न गर्यौँ कि यसमा के अर्थ यसले दिन चाहिरहेको छ, प्रतीकात्मक अर्थ कसरी लाग्न सक्छ यसको? यो आफै आफ्नो पुरापुरी तथ्य त होइन, यो साधारण रूपमा पनि तथ्य होइन। तर यो भित्रबाट त्यो कथा रच्नेले के उद्देश्य राखेर त्यो कथा रचेको र त्यो कथाबाट के उसले बुझाउन चाहिरहेको छ, हामीले त्यो खोतल्नको लागि कहिले प्रयास गर्छौँ? साधारणतः हामीले गर्दैनौँ। अपवादहरू हुन्छ, जसले गर्छन्, जसले खोतल्छन् र जसले ठिक कुरा सम्प्रेषित पनि गरिरहेका छन्। ती अपवादहरू हुन्। तर हामी साँच्चै साधारण मान्छेले त्यसरी खोताल्दैन, पक्का पनि खोताल्दैन है। कि खोताल्नुहुन्छ? तपाईँ अपवादमै पर्नुभयो भने, यदि तपाईँले खोताल्नुहुन्छ भने। तर साधारणतः हामीले खोताल्दैनौँ। त्यो नखोतालेको खण्डमा हामीले त्यो जुन सुनिरहेका पहिलेका कथाहरू छ त्यसलाई तथ्यको रूपमा सम्प्रेषित गर्छौँ या अरूको समक्ष पस्किन्छौँ र अरूलाई पनि विश्वास गर्न थोप्छौँ, जुन एकदम गलत हो। साधारण रूपमा जसलाई हामीले गहिरो रूपमा अरूलाई पनि बुझाउन सक्दैन, तर साधारणतः रूपमा यो हो, यही हो भनेर आफ्नो कुरालाई थोप्छौँ। न त्यसमा कुनै तर्क हुन्छ, न त कुनै वैज्ञानिक तथ्य नै हुन्छ त्यो मनाउनु खोज्नुमा। त्यसै कारण हामीले खासै गरी कथाहरूलाई चाहिँ कथाकै रूपमा छोडिदिनुपर्छ। कथालाई प्रतीकात्मक अर्थ त्यसको खोजेर हामीले राम्ररी त्यसको अर्थ लगाउन सक्छौँ र त्यसलाई जीवनमा पनि उतार्न सक्छौँ। तर हामीले त्यस्तो गर्दैनौँ। हामीले सिधासिधी कथा पढ्छौँ या सुनेको भरमा भन्छौँ र भनेको कुरालाई यो नै हो वास्तविकता भन्छौँ। त्यसमा कसैले केही प्रतिप्रश्न गरे उनीहरूलाई यति साह्रो के भनौँ, उनीहरूले गरेको प्रश्नले जसलाई प्रश्न गर्यो उनीहरूको सर्वस्व लगेको जस्तै खालको उनीहरू प्रतिक्रिया दिन्छ। त्यसो गर्नु उचित हुँदैन है। त्यसै कारण जसले पनि हेर्नु हुँदैछ, कथा हो, त्यसबाट धेरै कुरा सिक्न सकिन्छ। तर कथा तथ्य हुँदैन कहिले। कथा केही शिक्षा दिनको लागि रचिएको हुन्छ, तर त्यो शिक्षाको मूल केन्द्र बुझ्नुपर्ने हुन्छ नि त पहिले। त्यो मूल केन्द्र भित्रीय कुरा नै नबुझी त्यो बाह्य आवरणीय कथा जुन हामी समक्ष पस्किएको हुन्छ सानैदेखिको लिएर, त्यो सिधासिधी हामीले लियौँ भने भयानक रूप फेरेर जान्छ र त्यसले दुष्प्रचार फैलाइरहेको हुन्छ। जानकारी जुन जानकारी ठिक हुँदैन, सही हुँदैन, त्यो जानकारी हामीले फैलाइरहेका हुन्छौँ। त्यसै कारण त्यस्ता जानकारीहरू फैलाउनुदेखि आफू बाँचौँ र जतिसक्दो जसले ठिक काम गर्न अघि आफूलाई बढाइरहेको छ र जसले ठिक काम गरिरहेको छ
उनीहरूलाई अघि बढाउँ र उनीहरूको त्यो विशाल अभियानलाई अघि बढाउनका लागि योगदानहरू दिने गरौँ, चाहे त्यो आर्थिक रूपमा होस्, चाहे त्यो यस्तै साधारण सेयरको रूपमा होस्, चाहे त्यो कमेन्ट ठिक ढङ्गको लेखेर होस्, चाहे त्यो लाइक दिएर होस्, चाहे त्यो ती व्यक्तिहरूको ठिक र सही जुन वक्तव्य छ त्यसलाई अरू समक्ष पुर्याएर होस् है। र अहिले धेरै मात्रामा युद्धहरू चलिरहेका छन् र ती युद्धहरूले ल्याएका विनाशकारी भय, प्रभाव इत्यादिले सम्पूर्ण पृथ्वीका वासी, चाहे त्यो साधारण सानो जीव नै होस्, चाहे त्यो आफूलाई ठुलो भन्ने मनुष्य नै किन नहोस्, आफूलाई अन्य प्रजाति या जीवहरूभन्दा ठुलो भन्ने मनुष्य, मान्छे, मानिस नै किन नहोस्, उनीहरूलाई अत्याधिक रूपमा प्रभाव र घात परिरहेका छन्। जस्तै उदाहरणको लागि अहिले पनि यो युक्रेन र रसिया युद्ध भइरहेको छ अहिले पनि ती दुई माझमा। अनि प्यालेस्टाइनमा पनि गाजामा हुनुपर्छ जति सक्दो त्यहाँ पनि चलिरहेको छ र गाजामा भएका सानसाना नानीहरू भर्खर 1-2 वर्ष पुगेका र अन्य 10, 15, 11 वर्ष पुगेका नानीहरू साथसाथै अन्य जीवहरूको अवस्था हामीले देख्न पाइरहेका छौँ। सामाजिक सञ्जालको माध्यमद्वारा त्यस्ता घटनाहरू देख्दाखेरि यो घटनाहरू नहोस् भन्ने नै आफूलाई लाग्छ है। तपाईहरुलाई पनि लाग्छ होला। अन्त यो घटनाहरू नघटोस् र यो तेस्रो विश्वयुद्ध जुन छ त्यो यदि भयो भने, पुरापुरी रूपमा सुरु भयो भने पृथ्वीमा मनुष्यको अस्तित्व रहन्छ भन्ने कल्पना पनि गर्न अलिक गाह्रो नै पर्छ। त्यसैगरी जसले यो युद्धहरूलाई रोक्न, ठिक व्यवस्था बनाउन, पुनर्निर्माण गर्न सङ्घर्ष गरिरहेका छन्, उनीहरूलाई आफ्नो समर्थन दिएर या योगदान दिएर, मैले अघि पनि भने शेयर गरेर हुन्छ कि लाइक गरेर हुन्छ कि कमेन्ट गरेर हुन्छ कि ठिक कुरा र जुन दुष्प्रचार चलिरहेका हुन्छ सामान्य जानकारीमा पनि त्यो जानकारीहरूलाई ठिक गरेर अघि पस्की यस्ता कार्यहरूले हुन्छ उनीहरूलाई समर्थन दिएर, उनीहरूलाई सहयोग गरेर अगाडि ठुल्ठुलो मञ्चहरूमा पुर्याउनु पर्ने हाम्रो जिम्मेवारी हुन्छ जसले बुझ्छन्। त्यसैकारण धेरै व्यक्तिहरू छन् जसले गरिरहेका छन् घोर सङ्घर्ष यस्ता विनाशकारी प्रलयबाट बचाउनको लागि। र एउटा व्यक्ति म बारम्बार भनिरहेका हुन्छु, आचार्य प्रसाद, जो लगातार बोलिरहेका हुन्छन्, लगातार कार्य गरिरहेका हुन्छन्, चाहे त्यो एउटा ठाउँमा बसेर होस् या चाहे त्यो यात्रा गरेर होस्, लगातार ठिक कुरा, सही कुरा सामान्य जनको समक्ष पुगोस् भनेर सङ्घर्ष गरिरहेका छन्। ती व्यक्तिहरू जस्ता व्यक्तिहरूलाई अगाडि बढाउनु पर्ने हुन्छ हामीले।
त्यो हाम्रो जिम्मेवारी र दायित्व पनि हो। र एकमात्र पृथ्वीमा या भनौँ संसारमा घातक प्राणी छन् जसले पुरापुरी पृथ्वीलाई नाश गरिसकेका छन्। नाश गरेर पुरापुरी नष्ट नै गर्नका लागि काम गरिरहेका छन् आफ्नो उपभोगबाट। त्यो प्राणीको नाम हो मानिस। तपाईँ हामी जस्तै अन्य प्राणीहरूले के नै गरेका छन् र है? हामी हो जसले अन्य प्राणीहरूलाई आफ्नो नियन्त्रणमा राखेर उनीहरूलाई शोषित गरिरहेका हुन्छन्, चाहे त्यो उनीहरूलाई मारेर उनीहरूको मासु भञ्जन गरेर होस्, त्यो खाएर किन नहोस्, चाहे त्यो अन्य ढङ्गले उनीहरूलाई शोषित गरेर अर्थ कमाएर के नै त्यसबाट पाउने हो, शोषित गरेर यसरी बर्बाद गरिरहेको छौँ हामीले प्रकृतिलाई, जलवायुलाई। प्रकृति भनेपछि सम्पूर्ण आइहाल्यो। त्यसै गरी अन्य प्रकृतिभित्र पर्ने जलवायु परिवर्तन, तापमानको वृद्धि लगातार निरन्तर, बिना समयको वर्षा, बिना समयको हावापानी, बिना समयको गरम, यस्ता अन्य र त्यस्तै माटोहरू बिग्रिँदै जानु, माटोहरू धस्किँदै जानु, त्यसै गरी ठुल्ठुलो नदीको छेउतिर बादल फाटेर त्यहाँ नदीका छेउका मानिसहरू र साथै अन्य प्राणीहरूको दयनीय अवस्था निर्माण गर्नुमा होस्, यी सबै मनुष्य केन्द्रित कार्यहरूबाट भइरहेका छन्। र यो मनुष्य नै मात्र होला जसले यसलाई रोक्न पनि सक्छ, किनकि मनुष्यबाट निस्किएको उपभोगवादी दृष्टिकोणले हामी चलिरहेको कारण त्यो उपभोगवादी दृष्टिकोण जो छ त्यसलाई बदली गर्नुपर्छ पुरापुरी। त मात्र बाहिर पनि ठिक वातावरण निर्माण हुन्छ। र यस्तै कुराहरू लिएर आज आएको थिएँ र आउने दिनहरू पनि आउने छु। त्यसै कारण ती व्यक्ति छन् जसले अहिले घोर सङ्घर्ष गरिरहेका छन्। आचार्य प्रशान्त, तपाईँले युट्युबमा पनि उहाँलाई हेर्नुहुन्छ होला, फेसबुकमा पनि हेर्नुहुन्छ होला। म पनि कतिवटा भिडियोहरू तपाईँहरूको समक्ष साझा गरिरहेका हुन्छु। अन्य प्लेटफर्महरूमा पनि, माध्यमहरूमा पनि हेर्नु र भेटाउन सक्नुहुन्छ। र अहिले एउटा चलिरहेको छ गीता सत्र भन्ने। त्यो गीता सत्रमा धेरै हामीले बुझ्न पाइरहेका छौँ। खास चाहिँ हामीले कि कस्ता जीवन जुन सबैको लागि हितकर हुन्छ भन्ने कुरादेखिको लिएर धेरै अन्य कुराहरू जसबाट चाहिँ यो जुन अविनाशकारी प्रलय आउनुदेखिको रोक्न सक्छ यदि हामीले सिधासिधी बुझ्यौँ भने। र जति आफूले बुझ्दै जान्छ कि जे आफूले गरेको त्यो अलिक सही होइन भनेपछि त्यो सही होइन बुझ्दै जाँदा त्यो बुझेको अनुरूप आफ्नो व्यवहारमा पनि आउने गर्छ। यसरी बिस्तारै परिवर्तन हुन्छ। तर परिवर्तन हुनको लागि आफू त्यो परिवर्तनका लागि उपस्थित हुन अनिवार्य हुन्छ।
त्यसै कारण जतिसक्दो युट्युबमा हेरिरहने साथीहरू हुनुहुन्छ र अन्य फेसबुक अन्य प्लेटफर्मतिर हेरिरहने व्यक्ति साथीहरू हुनुहुन्छ उनीहरूलाई आग्रह कि आउनुहोस्, जोडिनुहोस् गीता सत्रमा, जहाँ संसरिता बौद्ध प्रत्युत्साह, वेदान्त संहिता, वेदान्त बेसिक टु क्लासिक अङ्ग्रेजीमा शून्य सप्तती यस्ता कोर्सहरू र लाइभ सेसनहरू एकदम उपयोगी र लाभदायक ढङ्गको भइरहेको छ। त्यसमा जोडिनु होला, जतिसक्दो जोडिनु, किनकि आवश्यक नै हुन्छ। अहिले त कमसेकम मूल्य बनाइदिएको छ, कमसेकम योगदान राशि, जसले चाहिँ अरू समक्ष पनि ती ठिक सही ज्ञान अरू समक्ष पनि पुगोस् भन्ने उद्देश्य राखेर कमसेकम बनाइदिएको छ। त्यो कमसेकम बनाइदिएको जुन सुलभता छ त्यसको लाभ लिनुहोस्, आफू लाभान्वित हुनुहोस् र अरूलाई पनि बुझाउनुहोस्, अरूलाई पनि ती सत्रबारे जानकारी प्रदान गर्नुहोस्। किनकि धेरै मात्रामा यो कुजानकारीहरू, गलत जानकारीहरू सम्प्रेषित गरिरहेका छन् हाम्रो समाज र हाम्रा सामाजिक सञ्जालहरूमा। त्यसै कारण बुझ्नुहोस् मजाले है, बुझ्यो भने त बुझिन्छ। यदि जड भएर बसिरह्यो भने कहाँबाट बुझिन्छ है। अलिकति त प्रयोग गर्नु पर्यो नि, हात पाउ चलाउनु पर्यो। टक 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 औँलाकोहरू प्रयोग गरेर खोज्नु पर्यो है। अहिले त उपलब्ध छ, मै तपाईँहरूलाई उपलब्ध गराइदिइरहेको हुन्छु धेरै मात्रामा। त्यो भिडियोहरू पनि हेर्नुहोस्। त्यो भिडियो यदि सर्ट्सको माध्यममा छ भने त्यो भिडियो सर्ट्सको माध्यममा आउँदाखेरि त्यहाँ सर्ट्सको उयसमा फुल भिडियो भनेर पनि स्क्रिनमा देखाइरहेको हुन्छ। त्यो भित्र पनि यसो टाइप गरेर युट्युबतिर हुन्छ कि फेसबुकतिर हुन्छ, टाइप गरेर त्यो फुल भिडियोहरू पनि हेर्नुहोस् यदि हेर्नु भएको छैन भने। र जसले युट्युबमा पुरा बिताइसकेको छ समय उहाँसँग भने यता आउनुहोस् गीता सत्रमा पनि हेरौँ कसरी चाहिँ ठिक परिवर्तन हुन सक्छ हाम्रो परिस्थिति, चाहे त्यो बाह्य होस् चाहे त्यो भित्रीय होस् है। र यति भन्दै आज कथा पनि सुनाइन। त्यो अस्तिकै त्यो कथामा अलिकति जोडजाड पारेर भने अब कतिले हेर्नु हुँदैछ त्यो पनि देखाउनु त देखाउँदैन रहेछ यहाँ, तर पनि हेर्नु त हुँदै रहेछ। मैले त्यहाँ यसो भिडियोको सेक्सनमा हेर्दा 100हरू त नागेकै हुन्छ प्रायः जस्तो। नगर्नुहोस्, अझै सेयरहरू पनि गर्नुहोस्। हेरौँ कसरी ठिक जानकारीहरू जनसाधारण माझ पुर्याउन सकिन्छ। पुर्याउँ, एक-एकवटा हातको खाँचो हुन्छ। त्यसै कारण ल आजलाई यति नै।